हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ अब होलीको दिन होइन, अब के गर्नु, होली न्यू इयर अब केही भन्न पाउँदैन हाम्रो चाहिँ होइन। अब यो होटल लाने काम यस्तै छ। म चाहिँ अब कामतिर लागिरहेको छु। अब घरबाट यसो रेडी भएर होटल पुगेर अब चट्टा लाएर भिडियो बनाउँछु। अहिले चाहिँ म घरतिरै छु, अब जाँदैछु। वहाँ पुगेपछि के कस्तो हुन्छ तपाईँहरू हेर्दै गर्नु होला। अब यस्तै छ, सबैलाई ह्याप्पी होली भन्न चाहन्छु। ल यहाँ त चाहिँ पुरै होली ल्याइरहेको छ होइन। फाइनली म चाहिँ बजारमा छु गाइजहरू होइन। अब के कस्तो रहेछ यसो हेरौँ बजारतिर। हेर्न यता सक्नुहुन्छ पुरै अब होली ल्याइरहेको छ नि त बजारमा। पुरै अब टी सर्टहरू के कस्तो सबै अब छानी हेर्न सक्नुहुन्छ पुरै। यो चाहिँ ट्याक्कै बुद्ध चोकमा है गाइजहरू। ल तपाईँहरू पनि आउनु सक्नुहुन्छ यता कपडा सपडा किन्नलाई। 150 रे। होलीको टी सर्ट 200 र 150, 200 र 150 आउनुहोस्। होलीको टी सर्ट 200 र 150 रे। लगाए चाहिँ अहिले चाहिँ म बुद्ध चोकमा छु होइन। अब म चाहिँ यहाँबाट फेरि अर्को गाडी चढेर जानुपर्ने हुन्छ। अब के गर्नु होइन, मेरो चाहिँ 12 बजीबाट ड्युटी छ फेरि। अब ड्युटी पुग्नुपर्छ नि होइन। अहिले चाहिँ अब म ड्युटी जाँदैछु। घरबाट कति 10:30 बजी हिँडेको थियो, अहिले लगभग 11 बज्नु लाग्यो। अब जाँदैछु, यहाँ बाटोमा छु। अब वहाँ पुगेपछि हेरौँ के कस्तो हुन्छ होइन। हाम्रो होटलमा चाहिँ आज एस्टिमेट आउँदैछ, त्यही कारणले अलिक बिजी हुन्छ कि भन्ने लागिरहेछ मलाई। त्यही हो। लगाएछ फाइनली म चाहिँ होटल आइपुगेँ होइन। होटल चाहिँ यही हो, यस्तै छ। अब टक्क के मैले भने नि तपाईँहरूलाई होइन, हाम्रो चाहिँ एस्टिमेटहरू रहेछ, त्यही हेर्न सक्नुहुन्छ। आज बेलुका हुन्छ, यही हो है त गाइजहरू। ह्याप्पी होली बहिनी, ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली भाइ, ह्याप्पी होली सर। बहिनी चाहिँ पुरै लजाएर हेर न, यहाँ भर्खरको तौरिने जस्तै लगाएछ। फाइनली म चाहिँ अब रेडी भएर होइन, अब ड्युटी छिर्दैछु। अब चट्ट लगाएर युनिफर्मसम्म लगाएर म चाहिँ ड्युटी छिर्दैछु। अब हाम्रो चाहिँ 12 बजीबाट ओपनिङ हो, अहिले चाहिँ ओपन भएको छैन। अहिले चाहिँ 11:30 भयो, म चाहिँ अब ड्युटी आइसक्यो। अब यहाँ पन्चिङ गर्नुपर्ने हुन्छ। थ्याङ्क यू भन्छ फेरि यसले। ल गाइस म चाहिँ चट्ट लगाएर जाँदैछु। भाइ एउटालाई बिहान बोलाएको, के गर्दैछ भाइ? हामी भाइ जाउँ अब हेर्दै जाउँ। दिदीले यता सफा गर्दै हुनुहुन्छ रहेछ। हेलो भाइ, के छ? के पकाउँदै हो? आमा ह्याप्पी होली भाइ, ह्याप्पी होली। होलीको दिनमा पुरै चिकन हो। ल ठिक छ। अब म चाहिँ अब यहाँ आज हाम्रो सानो प्रोग्राम छ होइन, त्यसको लागि अब मिजाहरू रेडी गर्नुपर्ने हुन्छ। खै लगाउनु पर्यो, हाम्रो सर आउनु भयो। ल लगाइदिन्छु। ह्याप्पी होली, ह्याप्पी होली। ल भाइ ह्याप्पी होली। आज जाने भोलि जानु ल साथी ह्याप्पी। ल हाम्रो चाहिँ पुरै होली चलिरहेको छ होइन। धेरै नलाऊ है, रङै रङ हुन्छ फेरि। ल अलिअलि मात्र।
ल है गाइजहरू हाम्रो चाहिँ भक्का अब यता चलिरहेको छ होइन केटाहरू अब होली लाएर पुरै रङ लाएर अब काम गर्दैछ फेरि अब यसो भिडियो हेरेर चाहिँ अब रङ लाएर किचनमा काम गरेर रहेछ नभन्नु होला आज होली भएर हो है गाइजहरू हाम्रो चाहिँ यता सामान रेडी हुँदैछ चट्ट लाएर यता हाम्रो अर्बरी त सस भयो यता राइस बोइल हुँदैछ हाम्रो चाहिँ अब सानो प्रोग्राम छ बेलुका त्यही कारणले हो आज स्पेसल के बन्दैछ सर यो के बन्दैछ हाम्रो यो चाहिँ हाम्रो अब हाम्रो यहाँ एस्टिमेट आउँदैछ त्यसको लागि हाम्रो यहाँ चिकन साँधेको हजुर आउँदैछ हाम्रो होइन र अब भरे पुरै प्रिपरेसनमा छ हामी पुरै फुल्ली अहिले चाहिँ अब काट्नु लाग्यो अब ल गाइस यो चाहिँ हाम्रो चिकन साँधेको अनि यो चाहिँ हाम्रो पिनट साँधेको है गाइजहरू अरू बन्दैछ बिस्तारै बन्दैछ हाम्रो ल हामी चाहिँ अब एस्टिमेटलाई भेट्न जाँदैछु होइन गाइजहरू ल गाइज एस्टिमेट है हामी चाहिँ बिग फ्यान तपाईँको हजुर भाइ तिमी पनि खिच्ने होला नि त ल ल सबैजना पाले पालो यसो फोटो क्लिक गरौँ हाम्रो एस्टिमेट यता हुनुहुन्छ होइन ल ल हामी चाहिँ अब यहाँ फोटो खिचिरहेको छ फटाफट त्यही हो ल गाइस अब चाहिँ हाम्रो अब रकेट्स आउँदैछ होइन त्यही कारणले अब हाम्रो रकेट्स प्लान आउँदैछ हामी चाहिँ यहाँ पुरै बसिरहेको छौँ नि त सबैजना अब यहाँ गर्नको लागि हाम्रो बहिनी यता छ फोटोग्राफर हाम्रो यता होटल स्मारकको सबै अनि कस्तो लागिरहेछ त भाइ दामी लागिरहेछ अनि भाइ तिमीलाई भित्रबाट खुसी लागिरहेको छ सर मलाई ल ठिक छ अनि तिमीलाई चाहिँ बहिनी ठिकै लागिरहेछ ए वेलकम सबैजनालाई ल दिदी हाँसेको हेर्नु
हाम्रो भेज फ्राइड राइस। हाम्रो बक छैला यो उसको के हालेछ मजुरन पर्छ। यो चाहिँ हाम्रो क्रोस्टिना डेला गासा है गाजहरू यस्तै छ हेर्नु होला। गाइस यो चाहिँ हाम्रो चिकन मन्चुरियन है। लगाएछ हामी चाहिँ अब समीर श्रेष्ठलाई भेट्न जाँदैछौँ होइन गायक समीर त्यही त गायक समीर श्रेष्ठ ल अहिले जाँदैछौँ। हाम्रो समीर श्रेष्ठ हाम्रो आजको होलीको प्रोग्राम पनि सकियो होइन। यस्तै छ गाइजहरू। अब के कस्तो लाग्छ तपाईँहरू यसो भिडियो हेरेर इन्जोय गर्नु। लगाइस हाम्रो चाहिँ अब ड्युटी सकियो होइन। हाम्रो चाहिँ अब क्लोजिङ गर्ने बेला भयो। अब सरसफाइ सबै भयो। केटाहरू पनि जानको लागि रेडी हुँदैछ यता। अनि आजको होली चाहिँ हाम्रो चाहिँ आज यहाँ एस्टिमेट अनि त्यसपछि समीर श्रेष्ठ अनि त्यसपछि के अरे भाइ रकेट्स बिहान आएको थियो अनि तिनीहरूलाई खानासाना खुवाएर हामी चाहिँ पठाइयो होइन। अनि यस्तै छ। अब हामी 10 बज्न लाग्यो। हाम्रो ड्युटी पनि सकियो। अब हामी चाहिँ क्लोजिङ गरेर जान लाग्यो। यसो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु ल। त्यही भन्दै आजको लागि भिडियो यहीँ समाप्त हुन्छ।